रिसर्च नेन्सी के हो ए ल ए सामान खाना खान यता भाउजू हुनुहुन्छ यता चाहिँ दाजु र नानी गाइस गुड मर्निङ सबैजनालाई कस्तो हुनुहुन्छ है म चाहिँ एकदम सन्चो भन्दा पनि मार्गी लागिरहेको थियो कि मलाई चाहिँ बिहान तर अहिले चाहिँ अलिक भए पनि नाक खोल्यो हो अन्त अहिले चाहिँ म खानासाना पकाएर पनि पर जान्छु हाम्रो मामाकोमा हो नानीको लुगा मना गर्नु भन्दा पनि अस्ति नै हाम्रो चाहिँ के हुन्छ अब के गर्छ भन्दाखेरि चाहिँ हस्पिटल जानुभन्दा अगाडि होइन हाम्रो नेन्सी एडमिट भएको छ तपाईँलाई थाहै छ होइन अन्त दबाई खानुभन्दा हस्पिटल जानुभन्दा अगाडि चाहिँ हाम्रो फर्स्ट के गर्छ नि त के भन्नाले चाहिँ बिजुवालाई देखाउँछ नि त अब के नराम्रोहरू पनि लागेको हुनसक्छ नि त अन्त अस्ति चाहिँ भ्याएन हामी बिहान छिटो गरेर गयो होइन नानी साह्रो भइरहेको थियो र बिहान छिटो गरेर गयो भ्याएन अन्त आज चाहिँ जाँदैछु भाइ पनि आइपुगेको छ फोन गर्दा बल्ल आएको घर हो यो चाहिँ यता चाहिँ मेरो भाइ अन्त अब चाहिँ जाँदैछु म र भाइ चाहिँ होइन खानापिना मैले चाहिँ परबाट आएर चाहिँ फेरि मेरो काम छ भनौँ होइन अन्त म चाहिँ खासमा बिहानै स्टार्ट गरेको थिएँ कि भ्लग चाहिँ फेरि यस्तो सोचेँ कि बिहान चाहिँ कस्तो भइरहेको थियो मेरो चाहिँ अनुहार पनि कि अन्त मैले त्यो भिडियो हटाएर चाहिँ नयाँ भिडियो बनाएको होइन साथीहरू म चाहिँ जाँदैछु यी चप्पलमा लाथाङ लुथुङ भएर मैले चाहिँ बिहान उठेको मुख पनि धुनु पाएको छैन साथीहरू म चाहिँ यस्तो बिजी हुन्छु कि मुख धुने टाइम पनि पाउँदिनँ हट्ने मुत्ने टाइमै पाउँदिनँ के भएको के गर्दा रात परिहाल्छ हो अन्त भिडियो पनि बनाउनै पाउँदिनँ म चाहिँ छोटो भिडियो बनाउँदै हालौँ भन्छु कि खासमा भिडियो चाहिँ हालिरहनु पर्ने हुन्छ होइन भ्याउँदिनँ म चाहिँ हो त्यही हो साथीहरू के गर्नु अब गाउँ बस्तीमा काम हुन्छ हो गर्नै पर्यो खाना बनाउनु घरको कामले पनि यता र बाहिरभित्र उता यता गर्दै रात पर्छ अब कस्तो चाहिँ बिजी हुन्छ होला म चाहिँ होइन साथीहरू अन्त एक दिन हस्पिटल बसेर अब घटेको जस्तो फिल भयो नि मलाई खानेको टाइम मेरो बाटो स्टेज भयो पर तोरी पनि फुलिरहेको छ यहाँनिर चाहिँ तोरी हेर्नु नि साथीहरू कस्तो दामी फलेको छ तर यो खेतमा चाहिँ हामीले काम गरेको नि यो तोरी छर्दा त म पनि खेतला गरेको यहाँनिर हो म मात्रै थिएँ यहाँनिर चाहिँ तोरी छर्दाखेरि चाहिँ खेतला यहाँनिर खेतला गरेको चाहिँ लगभग म क्लास 5 पढ्दै थिएँ यही तेर्सो बाटो जान्छ होइन सुन लगभग क्लास 5देखि गरेको चाहिँ मैले 10 को फाइनल दिइसकेसम्म चाहिँ मैले यो खेतमा काम गरेको हेर्न सक्नुहुन्छ हो अन्त त्यही हो के गर्नु अब गाउँ बस्तीमा खेतला पात हिँड्नु पऱ्यो होइन पैसा चाहिन्छ 1-2 रुपियाँ गरिराख्नुपर्छ काम सिकिराख्नुपर्छ छोरी मान्छे भएर जान्छ म चाहिँ फाइनली साथीहरू घर पनि आइपुगेँ कि घर आइपुगेर भाँडाकुँडा धुम भनेर पानी मरेछ नि मैले कहिले खटानी पकाउनु नखायो म चाहिँ जान्छ पानी माछाहरू पनि डरै लाग्दो छ नि यस्तो छ कि डर लाग्छ फेरि आउनुको बेलामा फेरि दिउँसो चाहिँ यहाँनिर बाँदर एकदम प्रशस्तै त्यो बाँदरहरूले पानीहरू फुकालिदिन्छ कि वाक्कै राख्छ नि सकेट यत्रो पानी आउँदैछ साथीहरू यसरी जिन्दगी चल्छ अन्त यत्रो पानीले माथि जान्छ मनमै बनाउनु हो हामी चाहिँ खाना पनि खाइसकिसक्यो हो भाइ र मैले चाहिँ अन्त के हो यो भाइले चाहिँ भाँडाकुँडा धुइदियो होइन अनि म चाहिँ किचनहरू लिपेर चाहिँ रुम पनि सफा गरेको थिएन रुमहरू सफा गरेँ हो यहाँनिर छ हाम्रो चाहिँ यहीँ सिधै जाउँ न होइन पल्लोघरबाटै जाउँ न कति भयो त्यहाँ पनि ननिक्लेको अन्त हामी चाहिँ कहाँ गएको भन्दाखेरि चाहिँ नि यहाँ दाजुबहिनी चाहिँ हो यस्तो दाजुबहिनी भन्ने यो चाहिँ मेरो दाजु हो भाइ हो दिदीभाइ हो अन्त हामी चाहिँ कहाँ गएको भन्दाखेरि चाहिँ नि मल र गोबर ल्याउनु गएको कि साथीहरू भित्ता लिम्साउनुको लागि गोबर चाहिरहेको छ हो मल चाहिँ सब्जी रोप्नुको लागि अन्त मैले हाम्रोमा चाहिँ गाई बस्तु छैन नि त छैन भन्दा पनि के फाप्दैन मरिहाल्छ अन्त किन ल्याउनु पर्छ होइन अन्त त्यही मैले टम दाजुलाई मागिरहेको छु कि मल चाहिँ अन्त म चाहिँ भयो मल बोक्छु हो गोबर चाहिँ अलिक निकै छ भने चाहिँ भाइलाई बोकाउँछु नभए गोबर कम्ती छ भने चाहिँ गोबर भेलाइराखेर चाहिँ भाइ र मलाई मल लिएर आउँछु हो अन्त के भन्नु कि बाटो लाग्न आँटेको थियो कि मैले यति भाँडाकुँडा धुएको नि त्यो कुन चाहिँ गीत सुन्दै भाँडाकुँडा धुँदै रहेछ भने चाहिँ वीर गोठ खाली भन्दै बाबा
झारिरहेको यहाँ हाम्रो मामा घर म त्यहाँ यही घरदेखि तल आउने पनि अब फुर्सदै हुँदैन नि साथीहरू मेरो चाहिँ कि त्यति डरलाग्दो बिजी हुन्छ म चाहिँ यहाँनिर कुकुर छैन छ्या आज त बिहानै कुकुर मात्रै देख्दैछु म त भक्कै लागिसक्यो यहाँ नानाले दबाई बनाउनु हुन्छ रहेछ के को दबाई हो यो दबाई भनेपछि पिगमेन्टेसनको दबाई काँटा पनि यही रहेछ हाम्रोमा चाहिँ काँटा पनि काँटा भइरहेको छ भने तपाईँहरूले यादै होला यो भेस्ट देखेर पनि साथीहरूलाई वाक्कै भइसक्यो होला हौ गाइस चाहिँ तर यो चाहिँ मेरो काम गर्दा लाउने ड्रेस कि म काम गर्दाखेरि चाहिँ यो भेस्ट लाउँछु हो किनभने यसमा चाहिँ मैलाहरू लागेको पनि छिट्टो दाग गइहाल्छ नि त त्यही भएर चाहिँ म यही लाउँछु जहिले पनि काम गर्दा वाक्कै लागे पनि इग्नोर गरिदिनु साथीहरू अब यसरी मलको टोन बनिन्छ यहाँनिर त्यसै त मर्द र औरत मिल्दैन नि साथीहरू मेरो मलको भारी देखिसक्नु भयो होला होइन अहिले मेरो चाहिँ खालि अहिले त के भएको भारी बोक्दा केही मिल्दैन हौ यसले त्यही माथि बिजाउँछ कि यहाँनिर यहाँ हत्तु भयो साथीहरू गलेर हात पनि यस्तो भयो मुन्टो गल चाहिँ मेरो दरभन्दा पनि भारी बोक्दा क्या फाइनली गाइस आधा उधी काम सक्यो भित्ता चाहिँ हामीले यहीँसम्म मात्रै लिपेको किनभने यो भित्ता चाहिँ परैसम्म छ कि साह्रो पर्छ हो अन्त यहाँ खिड्कीकै लेभलमा मात्रै टक्कै भित्ता लिपेको अन्त चाहिँ मैले चाहिँ यहाँ तल बारी पनि बनाइसकेँ हो यहाँनिर चाहिँ यस्तो पाखा थियो कि यहाँ माटो फ्याँकेको थियो त्यही भएर पाखा थियो यहाँ मैले चाहिँ बारी बनाइसकेँ यहाँनिर चाहिँ होइन बारी यसरी बारी बनाएँ मैले चाहिँ हो हातहरू पनि यस्तो छ मेरो चाहिँ अब चाहिँ फाइनली साथीहरू नेन्सीको चाहिँ डिस्चार्ज भइसक्यो हो म चाहिँ नेन्सीलाई ल्याउनु जाँदैछु रोडमा दादाहरू छ कि भन्दा पनि 9 माइल आइपुग्नु भएछ कि हाम्रो घर 4 माइल पर्छ हो अन्त 9 माइल आइपुग्नुपर्छ म चाहिँ जाँदैछु हिँड्दैछु बाटोमा अनि त्यही भएर चाहिँ भिडियो यतिसम्म मात्रै हुन्छ साथीहरू हो भिडियो चाहिँ मजाले हेरेर रमाइलो गरिदिनु भन्नु भएको छैन भिडियो कस्तो लाग्छ कमेन्ट गरिदिनुहोस् होला तपाईँलाई मेरो काम कस्तो लाग्छ हो कमेन्ट गरिदिनुहोस् होला भन्दै यतिमै ल यतिमै